नमस्कार, म कमलनारायण भट्टराई। आदरणीय मित्रहरू, आज म शिक्षा एजुकेसनको बारेमा केही कुरा गर्न गइरहेको छु। हो, यो शिक्षा एजुकेसन जीवनको अपरिहार्य आधार हो। यदि हामी उत्कृष्ट र राम्रो मान्छे भएर हाम्रो देश, हाम्रो समाज, आउने भावी सन्ततिहरू सबैको भविष्य उज्जवल होस्। यिनीहरू हुन त त्यतिकै पनि बाँचिरहेका छन्, मान्छे एजुकेसन नभए पनि बाँचिरहेका छन्, नपढे पनि बाँचिरहेका छन्। तर यदि राम्रो मान्छे भएर संसारमा बाँकी जीवन, हाम्रो सम्पूर्ण जीवनलाई राम्रो र उत्कृष्ट बनाउने हो भने राम्रो शिक्षाको जरुरी छ। अब शिक्षामा तमाम खर्च भइरहेको छ, सबैको मेहनत शिक्षामा छ। सबैको मेहनत आउने भावी सन्ततिहरूलाई, बालबालिकाहरूलाई शिक्षित बनाउन, राम्रो बनाउनको लागि सबै तबाह छ। तर यहाँ म हेरिरहेको छु के भने पढाइरहेका छन्, थुप्रै बुकहरू पढाइरहेका छन्, थुप्रै किताबहरू पढाइरहेका छन्। यति क्लासमा गइसक्यो मेरो नानी भनिरहेका छन्। तर त्यो क्लासमा जुन बुक दिएको छ, जुन किताब दिएको छ, शिक्षकहरूले क्लासमा पढाएर गइसक्नुभयो, त्यो कोर्स, त्यो च्याप्टर पढाइसकियो, तर विद्यार्थीलाई आउँदैन। यस्तो किन भइरहेको छ? म च्यालेन्ज गर्छु, अहिले म सम्पूर्ण मित्रहरूलाई अनुरोध गर्न चाहन्छु, कृपया हेर्नुहोस् न, हेर्नुहोस्, यो तपाईँको कुरा हो। हाम्रा बानीहरू छन्, आफूले जे जानेको छ, जे गरिरहेको त्यसैमा घमण्ड गर्छौँ। होइन, मैले एउटा क्लासमा होइन, हजारौँ क्लास, हजारौँ स्कुलमा हेरिसकेको छु र अहिले पनि तपाईँहरूलाई मैले देखाउँछु। तपाईँ मेरो युट्युब च्यानल हेर्नुहोस्, कमल भट्टराई। साना साना नानीहरूले अप्ठ्यारा चिजहरू बडा सजिलो गरी पढेको, बडा सजिलो गरी भनेको, यो कुनै कल्पना होइन। मैले त्यहाँ कुनै बनाएर पठाएको कुरा होइन, विद्यार्थीहरूले पर्फेक्ट गरेको कुरो। त्यहाँ मात्रै होइन, यहाँ स्कुलमा सिकेका गाउँमा, घरमा, जहाँ गए पनि बोल्डली उनीहरूले प्रस्तुत गर्छन्। यस्तो सजिलो कुरा छ भने तपाईँले पढाउँदा तपाईँका स्कुलमा पढाएका विद्यार्थीहरू किन गएर प्रस्तुति गर्न सक्दैनन्? म के भन्छु भने तपाईँले पढाएको प्रत्येक च्याप्टर प्रत्येक विद्यार्थीले, क्लासका प्रत्येक विद्यार्थीले सजिलैसँग प्रस्तुत गर्न सक्नुपर्छ। अहिले मैले धेरै स्कुलको हेरिरहेको छु, च्याप्टर टु च्याप्टर पढाइ भइसक्यो, क्लास टु क्लास तडपिसक्यो, तर केही पनि आउँदैन बच्चाहरूलाई। त्यो बुक पल्टाएर पढ्न लाग्यो भने पहिलो च्याप्टर राम्ररी रिडिङ गर्न सक्दैन। होला एउटा दुईवटा 20जना 25जना विद्यार्थी छन् भने एउटा दुईवटा त्यो 4 विद्यार्थीले पढ्छ, अरूलाई केही पनि आउँदैन। तर क्लास गइरहेको छ, गार्जियन ठगिरहेको छ। गार्जियनहरू पनि किन यस्तो मूर्ख भएको? क्लास बढ्यो, परीक्षामा राम्रो नम्बर ल्यायो, विद्यार्थीलाई केही पनि आउँदैन। यो के हो? हामी सबै मूर्ख भइरहेका छौँ। तपाईँ आफ्नो बच्चालाई मात्रै नसोच्नुहोस्, तपाईँ गार्जियनले गर्दा आउने भावी सन्तति अन्धकार भइरहेको छ। यो देशको भविष्य अन्धकार भइरहेको छ, मानव जातिको भविष्य अन्धकार भइरहेको छ। त्यसको जिम्मेवारी तपाईँ हो, जो नबुझिकन, केही नहेरिकन त्यत्तिकै मक्ख परेर मेरो विद्यार्थीले त राम्रो गर्यो भन्नुहुन्छ। परीक्षामा राम्रो ल्यायो, क्लासमा तपाईँको गयो, माथि गयो, तर विद्यार्थीलाई केही पनि आउँदैन। यो के हो? यसबारेमा तपाईँहरू किन सचेत हुनुहुन्न? यो प्रत्येक मानव जातिले सचेत हुनुपर्ने बेला आएको छ। यदि तपाईँ मान्छे हो, तपाईँको जीवनमा साँच्चै नै मेरा बालबालिकाहरूले, आउने भावी सन्ततिले राम्रो गरून् भन्ने धारणा छ भने हामी प्रत्येकले सतर्क हुनु परेको छ। होइन तपाईँ ठग्नको लागि, आफैलाई ठग्नको लागि, मेरो बच्चा त यतिमा पढ्छ, मेरो बच्चा त यति पैसा तिरेको छु मैले, पैसाको घमण्ड। तपाईँले पैसा तिरेर, थुप्रै पैसा तिर्ने बित्तिकै विद्यार्थी धेरै जानेको हुन्छ। पहिले हेर्नुहोस्, तपाईँले जहाँ पढाइरहनु भएको छ तपाईँको बालबालिकाले जानु कि जान्दैन। तपाईँ भन्नुहुन्छ म पढेको छुइनँ, तपाईँको छेउमा अर्को पढेको साथी होला, तपाईँको छेउमा अर्को पढेको मित्र होला, गाउँमा कोही न कोही छन्। सम्पर्क गर्नुहोस्, आफू जान्नुहुन्न भने सम्पर्क गर्नुहोस्। तपाईँ अन्धविश्वासमा नपर्नुहोस्, हेर्नुहोस्। जबसम्म तपाईँको बालबालिकाले राम्ररी जान्दैन, त्यस्तो मूर्ख नबन्नुहोस्। यो पुरै ठगी काम भइरहेको छ। सम्पूर्ण मानव समुदायले, सम्पूर्ण गार्जियनले सचेत हुनुपर्ने बेला छ।
स्कुल पढाउनुहुन्छ, विद्यार्थीले सर्टिफिकेट पाउँछ, क्लासको च्याप्टर टु च्याप्टर पढाइ भइसक्यो, केही पनि आउँदैन विद्यार्थी। के हो यो कसले ठगिने? तपाईँले गर्दा जो यस्ता गार्जियनहरू हुनुहुन्छ, तपाईँले गर्दा देशको भविष्य, आउने भावी सन्ततिको भविष्य अन्धकार भइरहेको छ। तपाईँलाई थाहा भइरहेको छैन, छुट्टै कुरा हो यो। म अहिले फेरि सम्पूर्णलाई अनुरोध गरिरहेको छु, यो घमण्ड र कुनै होइन, यो देशको भविष्य अन्धकार पर्नु, चुप लागेर बस्नु आफूलाई पाप लाग्ने कुरा हो। आफूले जानेको कुरा, बुझेको कुरा जुन मैले यहाँहरूको अवक्ष राखेँ, यसमा यदि कसैलाई दुःख परेको भए कृपया क्षमा याचना गर्दै म यहाँहरूसँग बिदा हुन चाहन्छु। हामी सतर्क हौँ, सम्पूर्ण मानव समुदाय यसबारेमा सचेत हुनुहुन्छ, किनभने यो आउने भावी सन्ततिको, देशको, समाजको, राष्ट्रको, मानव समुदायको हकितको लागि नितान्त अपरिहार्य आधार हो। बाँच्न त त्यतिकै पनि बाँचिरहेका छन् मान्छे, तर त्यो बाँच्नु होइन। यदि तपाईँ साँच्चैको मान्छे भएर जति जीवन बाँच्नुहुन्छ त्यति उत्कृष्ट भएर आनन्दले, अनि तपाईँले करोडौँ कमाए पनि आनन्द आउँदैन। यदि तपाईँले जुन शिक्षा आर्जन गर्नुहुन्छ त्यसमा राम्ररी जब आर्जन गर्छ, हेर्नुहोस्, तपाईँ नभए एकचोटि प्रयास गरेर हेर्नुहोस्, तपाईँको बच्चाले जब राम्ररी जान्छ, तपाईँले पढ्न नजा भन्दा पनि जान्छ। तपाईँले अहिले होइन पढ्न अर्थोक भन्दा होइन मलाई त पढ्नु छ भनेर पढ्न थाल्छ। त्यो नपढ्ने तपाईँले विद्यार्थीले नपढेर तपाईँ तबाह हुनुहुन्छ, किनभने त्यो विद्यार्थीलाई नआएको कारणले नपढेको। अनि यो जहाँ पढाइन्छ, जो पढाउनुहुन्छ, ती मित्रहरूले नितान्तै सोच्नुपर्ने बेला छ। तपाईँ आफ्नो जिम्मेवारीबाट विचलित हुनु भइरहेको छ, तपाईँको आफ्नो जिम्मेवारी पुरा भइरहेको छैन। तपाईँ क्लास टु क्लास तपाईँ दिनुभयो विद्यार्थीलाई, क्लास टु क्लास गएको च्याप्टर टु च्याप्टर पढाउनु भयो, तर विद्यार्थीलाई आउँदैन। यस्तो किन भइरहेको छ र यसबारेमा हामी सम्पूर्ण समुदायले सचेत हुनुपर्ने नितान्त आवश्यक देख्छु मैले। होस् त, धन्यवाद। यहाँहरूसँग मबाट कुनै गल्ती भएको भए क्षमा याचना गर्दै बिदा हुन चाहन्छु। होस् त, धन्यवाद, नमस्ते, बाई।